हेलो गुड मर्निङ सबैजनालाई गुड मर्निङ गुड मर्निङ गाइज सबैजनाले युट्युब च्यानल हेरेर बस्नुहुने सबैलाई चाहिँ नमस्ते भन सरी नमस्ते सबैलाई नमस्ते हाम्रो सानो यो चुनचुरी छोरी चाहिँ हाम्रो नारायण दाइको छोरी है गाइस नारायण दाइको छोरी एकदम टाठी पाठी माया लाग्दै हैन आजभोलि केटीहरू बच्चा बच्चीहरूलाई त झन् के भन्नै पर्दैन सबैजना प्रभाड के टाढा हाम्रो भन्दा हामीभन्दा धेरै अगाडि के दाइ यिनीहरू सबै मोबाइलमा हेरेर के हामी घरमा आइपुग्न अन्त दाइ पहिल्यै यिनीहरू अब त्यो तपाईँको टिकटक हेरेछन् र हामी त खुब निदा राम्रो आउँदै भनिसक्छन् हामी चाहिँ अब हिरोसिमा घुम्न घुम्नको लागि हाम्रो चाहिँ यो ओसाकाको अब सेकेन्ड डे भनौँ कि फर्स्ट डे भनौँ हिजो साथ आएर नि अलिअलि घुमफिर गरियो होइन रातिसम्म अनि अब भर्खरै आइरहेको नेपालबाट हो अनि तिम्रो नाम के होला भनिदेऊ न त यहाँ सबैजनालाई थाहा पाउनु पर्यो नि त है मेरो नाम इनुसा घर कहाँ हो मेरो घर मलमा हो मलमा कहाँ मलमा सात खोलाबारी होइन अनि जापानतिर चाहिँ ओसाका सीमा ओसाका सीमा नानु यतिको भयो नानु हराउँदिन अब होइन घरमै ल्याइदिन्छ छोरीलाई अब अनि लगाएछ हामी चाहिँ यति बेला हिरोसिमा जाने ठाउँ हो यो चाहिँ हामी त हिँड्न लागेका छौँ हिरोसिमा जानको लागि गाडीमा हाम्रो हिजोकै टोली छ र हामीसँग चाहिँ अब आजको यात्रामा एकदम साथ दिनको लागि दाइको नाम के हो परिचय पनि गरिएन हजुर मेरो नाम तेजेन्द्र कुँवर दाइको चाहिँ गलकोट नरठाटी होइन दाइ हजुर घर चाहिँ नरठाटी समयले एउटा भेट अग्रिममा अब एउटा धन्यवाद हाम्रो चाहिँ यो हिरोसिमासम्मको यात्राको लागि चाहिँ यो चाहिँ हामी हिँडिरहेको दाइ पनि पुरा पूर्व भलिबल खेलाडी होइन जेम्सले दिन्छ क्या मिठो दाइसँगको खेलाडी हो दाइ तपाईँ होइन म खासै भलिबल खेलाडी होइन हजुर यो चाहिँ हिरोसिमा जाने बाटो यस अब गलकोटमा जन्मेपछि भलिबल खेलाडी पनि भन्दै हुन्छ दाइ एकदम होइन त भन्नै मिलेन दाइ जन्मेपछि गलकोटमा जन्मेपछि भलिबल खेलाडी र चाहिँ कलाकार पनि भन्दै हुन्छ होइन उल्लु दाइ गलकोटको नाम जोडे त भन्दै हुन्छ हामी छोरी नि कलाकार ल छोरीको गीत एउटा के अरे हाम्रो नेपाल भन्ने गीत एउटा गीत छोरीको छोटो अनि मिठो लामो हुन्छ फेरि छोरीको गीत एउटा गीत सुन्दै जान्छौँ हामी आज ए पानको पात नमात्तेर माथि गीत हैन नमात्तेर ल मासु बिना खाइदिन हामी गान्छु त्यो त हुन्न त्यो गाली गर्छन् नि यत्रो मात्तेको छोरी भन्छन् नि फेरि यत्रो भ्युजले हेर्दा ल पूर्वको मेची पूर्वको मेची नि हाम्रै हो पश्चिममा काली हाम्रै हो ए दाइ हो हामी नेपाली हाम्रो नेपाल हो हामी हाम्रो नेपाल ए हो बारुले कमरै बाचौला तराई आँगनमै नाचौला हो बारुले कमरै बाचौला तराईको आँगनमै नाचौला ए हो दाइ हो हामी नेपाली हाम्रो नेपाल हो हामी नेपाली हाम्रो नेपाल ए हो त अब नानुको गीत त सुनिहालियो होइन होइन अब भने अब भएन त गलकोटको कलाकार अघि नै भने होइन त हामी गलकोटमा जन्मे कलाकार गलकोट भनेपछि कलाकार भलिबल खेलाडी धेरै यहाँ फेरि अहिले धेरै हेर्ने मान्छे यहाँ फेरि निदाउनुहुन्छ क्या हेर्दा हेर्दै छोरै छोटो मिठो चप्पा है फेरि अहिले फेरि गाउने हो नि है हिरोसिमा पुगेर एकचोटि बाहिरै उभिएर गाउने हो अहिले गाडीभित्रबाट होइन अनि हाम्रो चाहिँ यात्रा अब यात्रामा हाम्रो कुलवीर थापा दाइ अगाडि मलाई ए सुरेन्द्र र जीवन नगर पीर हिँड्यौँ हामी हिरोसिमातिर माया जल बुन्छौँ म झिमिक सानो नझिम्काउ परेली भुतुकै हुन्छु म थ्याङ्क यू गाइज ल है को सुरुवात भइहाल्यो त्यही हामीले कतै कतै राम्रो खेल गाउने है अनि छोरीलाई भन्दा त छोरीलाई त अङ्कलले जित्दिनु भयो बल्ल खायो छोरीले जित्दिनु नमाला त देश प्रेमको गीत गाइन के छोरीले त हैन यस्तो गीत अन्त त छोरीको गीत राम्रो भयो देश प्रेमको गीत हैन छोरी छोरी अहिले फेरि हिरोसिमा गएर टिकटक बनाइदिन्छु मैले यस्तै रुन्दिन् त्यहाँ मैले नथाहा पाउनु तर सट्ट टिकटक बनाएर हालिदिन्छु पछाडि सुरेन्द्र केसी है केटा
अहिले कतिखेर बनाएर हालिदिन्छु यिनीहरू थाहै पाउनुहुन्न मैले। अनि हामी चाहिँ अब टक्क जान्छौँ। हाम्रो यहाँबाट झन्डै 4.5 घन्टा जति लाग्छ हामीलाई होइन गाडीमा, हजुर त्यस्तै त्यस्तै लाग्छ। हामी चाहिँ अब त्यहाँ 4, 4:30, 5 बजीसम्म दाइ तपाईँले हाइवे लाइनै बिराउनु गएर हामीसँग त्यहाँ चाहिँ दाइ धेरै बेर लाउनु त यार त्यही त सिनोसाका अन्त टु भेट्छ क्या लाइन दाइसँग भेट्छौँ पहिला, अनि त्यसपछि दाइको शिरोबाट फेरि दाइसँग कता कता जाने हो आज। र हामी नभए पनि भोलि आज त अब गाह्रो पनि छ, नभए भोलि हामी फेरि ओसाका फर्किन्छौँ र भोलि ओसाकामा फेरि एभरेस्ट फेस्टिभल हो कि के हो समथिङ होइन यस्तै भोलि एभरेस्ट नेपाल फेस्टिभल रहेछ भोलि। अनि त्यो फेस्टिभल सबैसँग त्यहाँ भेट हुने बाचा गर्दै फेस्टिभलमा भेट हुने बाचा गर्दै अब गर्नेछौँ भनौँ न। अनि मोबाइल बिग्रन्छ चार्ज दिन्छ जापानिज फेरि साइकलमा एउटा कुकुर यहाँ समाएको, त्यो कुकुर नसमाएमा हामीले अझै कति बढिन्थ्यो, हाम्रो गल्ती हुन्थ्यो अझै होइन। कुकुर समाएर त्यसले चाहिँ टोपी यस्तो मुखो लगाएको थियो क्या तल डाँडा। म त यता छु उता छस्लाक्क गरौँ, जापानिज त भुकुन्टिएर उहाँ पुगिहाल्यो, कुकुर साइकल एका भान्जाले नि हेर्नु भइन्छ अरे यस्तो साइडतिर हेर्न पर्ने हेर्नु भइन्छ। हिरोसीमा जेडिसी 2 किलोमिटर भन्छ त के हो यस्तो जेडिसी। त्यसपछि हिरोसीमा जाँदैछौँ हामी, बाटोमै छौँ है गाडी चाहिँ अब लगभग हामी आधा बाटो आइपुग्न आँटियो। यो हाइवे नै हो होइन, प्रायः 120-30 को स्पिडमा गाडी कुदिरहेछ। यो अब एकछिन जङ्गल छ होइन, जङ्गल सब जङ्गलहरू मासरुम खनेर बाटो स्ट्रेट बनाइरहेछ विकास। हेलो गाइज नमस्कार। हामी यतिखेर ओसाकाबाट हिरोसीमाको यात्रामा छौँ। नेपालदेखि हाम्रो यो घुम्टे युवा परिवार जापानले आयोजना गरेको यो 3औं रनिङ सिल्भर कप प्रतियोगिताको लागि नेपालबाट हाम्रो आमन्त्रित खेलाडी मोडल हाम्रो जीवन भाइ, त्यस्तै गरी भलिबल खेलाडी कोच हाम्रो व्यवसायी सुरेन्द्र केसी जी यतिखेर जापानमा आएको यो अवसरमा आज ओसाकाबाट हिरोसीमा जाने एउटा सुखद अवसर जुटेको छ। हामी सँगै यतिखेर यो सुन्दर प्रकृतिलाई चिचल्दै हिरोसीमाको यात्रामा छौँ। अहिले यहाँहरूलाई हामी हिरोसीमा गइसकेपछि हामी सबै देखाउनेछौँ। तपाईँ देख्न सक्नुहुन्छ यो जापानको यो विकास। यो हामी यतिखेर यो टनेल कति मिटर टनेल छ र यो लगभग 10 किलोमिटर झन्डै 10 किलोमिटर टनेलको सुरुङ मार्ग चिचल्दै हामी यतिखेर हिरोसीमाको यो यात्रामा छौँ। जापानको यो चमत्कारिक विकास तपाईँ सबैजनाले चाहिँ हेर्नुहोस्। हाम्रो यता ड्राइभिङ गर्दै हुनुहुन्छ हाम्रो कुमार दाई, उहाँको चाहिँ घर बागलुङ गोलकोट नगरपालिका नरेठाँटी। यता चाहिँ हाम्रो जीवन भाइ हुनुहुन्छ, भाइ चस्मा लाएर चाहिँ पुरा ढाक्क हिरो जस्तो भएर बस्नु भएको छ। यता हाम्रो छोरी छन्, यता हाम्रो जिग्री दोरी साँझ ओसाकाका चाहिँ प्रोपाइटर नारायण थापा, उहाँ चाहिँ हिजै टोकियोदेखि आउँदै नियाउँदै आउनुभएको छ। अब एउटा तपाईँलाई म अचम्मै चिज देखाउँदैछु गाइज, हेर्नुहोस् यो पछाडि तपाईँले हेर्नु हो भने अब आफैले पनि तपाईँले चाहिँ पत्ता लगाउन सक्नुहुन्छ। यता चाहिँ यस्तो अवस्थामा हुनुहुन्छ हाम्रो सुरेन्द्र भानिज, उहाँ चाहिँ अहिले पुरा सुतिराख्नु भएको छ। हामी चाहिँ यसरी कोही निदाउँदै कोही उठ्दै कोही हाँस्दै रमाइलो गर्दै यात्रामा छौँ हिरोसीमाको यो यात्रामा। है गाइस, हामी तपाईँलाई ओसाकादेखि हिरोसीमासम्मको यो बिचको यो यात्राका सम्पूर्ण दृश्यहरू यही मार्फत चाहिँ हामी देखाउँदै जानेछौँ। ल हेर्नुहोस् यो जापानले यस्तो विकास गरेको छ। यहाँबाट चाहिँ हामीले धेरै कुरा सिक्न पर्ने देख्न पर्ने।
प्राकृतिक सुन्दरता जापानको तपाईँ देख्न सक्नुहुन्छ। यो टनेल छिचल्दै हामी चाहिँ हिरोसिमाको यात्रामा छौँ गाइज। हामी तपाईँहरूलाई सम्पूर्ण देखाउँदै जानेछौँ। थ्याङ्क यू है। फाइनल्ली गाइज हामी आइसक्यो हिरोसिमा। कृष्ण दाईसँग पनि भेट भयो। दाईसँग फाइनल्ली भेट भयो होइन। दाईले बिचरा कति बेर वेट गरेर ठ्याक्कै बस्नु भएको थियो। अब लगभग हामी अब झन्डै ढिला भएन, 5:30 बजीदेखि बन्द हुँदो रहेछ त्योभित्र टिकट अफ हुँदो रहेछ है। त्यही भएर अब हामी यो चाहिँ जुन हिरोसिमाको जुन त्यो अमेरिकाले एटम बम खसाल्दाखेरि चाहिँ ध्वस्त भएको बिल्डिङहरू रहेछ होइन, अझै जीर्ण अवस्थामा जस्तोको जस्तै राखेर रहेछ। दाइ दुःख सुख जनता आइयो होइन। ल दाइलाई धेरै धेरै धन्यवाद। दाइ टोइलेट जाने भने यहाँ रहेछ टोइलेट। यो लानु छ त्यो बिल्डिङ चाहिँ यसबाट बिल्डिङ नाउ बिल्डिङ रहेछ है। बमले हानेर बनाइदिएको एटम बम अमेरिकासँग युद्धमा जीर्ण अवस्थामा छ जुन बिल्डिङहरू देखिरहेको छ नि। खिच्ने नि खिच्ने ल यो बिल्डिङ निकालेर यो चाहिँ बचेको हो बाबु। कुन चाहिँ दाइ? यो चाहिँ बचेको त्यो बिल्डिङ है। ल हामी चाहिँ अब टक्क म्युजियम जाँदैछौँ। यहाँको हिरोसिमाको म्युजियममा गएर टक्कै हेर्नेछौँ होइन, देखाउँछौँ। दाइले चाहिँ यहाँ वेट गरेर बसिराख्नु भएको थियो। हामी उताबाट नारायण दाई, कुलबीर दाई, म सुरेन्द्र अनि हाम्रो चाहिँ सानो नानी भएर उताबाट आयौँ होइन। बोट पनि चल्दो रहेछ। पिस प्यालेस भन्ने दाइ यसमा आएर भाइ मजाले मान्छेहरूले प्रार्थना गर्ने, आत्माको शान्ति कपडा पानी आएर उपाएर है। बम हानेर आफै आउने होइन कान्छी। फोटो खिच्ने अब कुलबीर दाई बाहिरबाट फोटो हानौँ न। कुलबीर दाई बल्ल यहाँ दामी आउँछ फोटो टक्कै यहाँबाट बाहिरबाट हो यस्तो हवस् दाइ यहाँ आउँछ।
है यहाँ निस्किनु भयो उता फ्याट भयो त्यति बेलाको माटो है हातले चाहिँ नछुइने यसको कसो भएर यसको के अरे त्यतिखेरको माटो हो त्यति बेलाको सुनिने बम उवाल माटो ल सरी यो पानी सानी आएर के गर्छ छोप्छ पैसा चढाउँछ केही हुँदैन पानी आयो के हुने रहेन के अरे यो त्यति बेलाको माटो के जुन युद्ध हुँदाखेरिको माटो पानी आएको यो माटो के हुन्छ दाइ उ अरे पैसा चढाउने अरे यता नजाऊ त्यता यहाँ चढाउँछ यहाँ चढाउन माटोहरू त्यति बेलाको माटोहरू जुन युद्ध हुँदाखेरिको युद्धमा एटम बम खसालेपछिको माटो यो म्युजियम गाइस के छ अब त्यहाँ म्युजियम छ होइन यहाँभित्र सबै कुराहरू छ